गाइस अब चाहिँ हामी मैले उहाँलाई भर्खर लिएर आएको है उहाँ रेडी भएको साथीहरू आज हरिनामको सब्जीहरू यो त यहाँ झुन्डा रहेछु मैले किन जब Hare Krishna everyone. So it's finally the day we all wait. It's the weekend Saturday. That means Saturday festival. So I will delay भइसक्यो. So let's get ready हैन. नुहाउँछु, ब्रस गर्छु, कपडा लगाउँछु अनि after that I'm gonna catch you guys. Currently 6:01 PM. Sorry AM. This is the morning view guys. This is morning view हो. यतापट्टिको डाँडा यस्तो राम्रो देख्छ तर अनफर्चुनेटली बिल्डिङ उठाएपछि चाहिँ केही पनि देख्दैन अहिले गाइस आज सब्जी हरिनाम जान ढिला भयो जस्तो छ हैन अनि म चार हिँडेर जान्थेँ होला म किनकि बिहान हिँड्नु पर्यो नि त आज चाहिँ अलिक ढिला भयो अघि मलाई गलाइसकेको थियो अनि अहिले चाहिँ म सब आधीमा छु हैन तिलकहरू चाहिँ सबै 13 ठाउँमै लगाएँ माथिको लगाएको छु तल प्यान्ट छ अहिले स्कर्टमा गएर धोती लगाउँछु अनि यहाँ ब्याग छ जब ब्याग भयो यहाँ जुत्ता छ तल चाहिँ चप्पल लगाएर हिँडिरहेको छु म अनि त्यसपछि 7 बजी हो कि कति बजी जाने चाहिँ थाहा छैन तर मलाई 6:30 बजे अनि 6:30 बजेभित्र चाहिँ मन्दिर आइपुग्नु भनेर भनेको थियो अनि ढिला भइसक्यो कि अनि त्यही भएर चाहिँ म अटोमा जाँदैछु अनि आज मङ्गलबार थियो पनि मैले हेर्न पाएन अब डाइरेक्ट सब्जी हरिनाममा जान्छु अनि सब्जी हरिनाममा फर्स्टमा चाहिँ कस्तो लाग्थ्यो है अब बात नभएर हो नि त किनकि सब्जी हरिनाम जाने भनेको चाहिँ आफ्नो लाइक अहङ्कार मेटाउनलाई भन्छ अरे क्या त्यहाँनिर चाहिँ आफ्नो अहङ्कार इगोहरू सबै जान्छ अरे क्या किनकि हामी अब बोरा थाप्नु पऱ्यो नि त तरकारीहरूको लागि त्यही भएर अब चाहिँ मन्दिर आइसक्यो अब डाइरेक्ट मन्दिरमा गएर के छ रहेछ अनि हरिनाम जाँदाखेरि भेटौँ गाइस मंदिर आ चुके हैं यहाँ फूल फल रहा है अब हम मंदिर चलते हैं हरे कृष्ण प्रभु देखते ना तला इधर हमारा चुटकू प्रभु जी है हरे कृष्ण अब हम धोती पहनने जा रहे हैं वहाँ के हिंदी के जाओ वहाँ ने धोती पहन लिया है और हमारा पारी हम पहन लेते क्योंकि प्रभु जी आरती के लिए होगा और क्या सब्जी हरिनाम के लिए रेडी हो रहे हैं और हमको जल्दी करना पड़ेगा नहीं तो हमको गाड़ी खाना पड़ेगा बिहान सुबह सो हम धोती लगा भगवद प्रसादो यस्या प्रसादानगति कुतो जयो प्रहलाद महाराज जयो प्रहलाद महाराज जयो भक्त जयो प्रभुपाद जय श्री Krishna
सो हरे कृष्ण एभ्रिवान। अहिले चाहिँ हामी के भन्छ अरे आरतीहरू भ्याएर अब चाहिँ हामी हरिनाम जान निस्किन लागेको। एकजना दुईजना प्रभुजी दुईजना माताजीहरू चाहिँ निस्किनु भइसक्यो सब्जी मन्डीमा। अनि प्रसाद चाहिँ यहाँनिर छ हलुवा, अनि झ्याम यहाँ छ, कर्ताल यहाँ छ, माताजीहरू यहाँ हुनुहुन्छ। माताजीहरूको फर्स्ट टाइम है, कस्तो लाग्थ्यो? के होला जस्तो लागिरहेको? के होला जस्तो लागिरहेको? फर्स्ट टाइममा अप्ठ्यारो लाग्छ, फर्स्ट टाइममा चाहिँ अप्ठ्यारो लाग्छ, तर बिस्तारै बानी हुन्छ। त्यो हरे कृष्ण अब चाहिँ मयुरी आउँदै हो, अनि मयुरीमा हामी जान्छौँ। अनि चाँडो गर्नुपर्छ कि ढिला हुन्छ। अहिले फेरि 8 बजेतिर भयो भने आधी पसल बन्द भइसकेको हुन्छ नि त, सो यति ठ्याक्कै टाइममा जानुपर्ने हुन्छ क्या। मयुरी चाहिँ आएन, मयुरी हरे राम हरे राम 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 हरे राम कृष्ण हरे हरे। ओके गाइस, अब चाहिँ हामी सब्जी हरिनाम भ्याएर यहाँ यत्रो बन्डलका बन्डल उठाएर सबै तरकारीहरू यहाँ माताजीहरू हुनुहुन्छ। यहाँ सानो छुटको प्रभु अगाडि, अनि अनि यहाँ सब तरकारीहरू लगाएर, अनि आदि माताजी प्रभुजी चाहिँ जानु भइसक्यो प्रसाद बनाउन। अनि यहाँनिर चाहिँ यत्रो भाड छ हो, अब गएर चाहिँ हामी यसलाई उठाउनुपर्छ अनि प्रसादहरू बनाउने। अनि त्यसपछि आजको स्याटरडे फेस्टिभल सुरु हुन्छ। सुरु त भइसक्यो, त्यही अब त्यहाँ भक्तहरू आउँदै गर्नुहुन्छ नि त। हाम्रोमा चाहिँ अलिक ढिला आउनुहुन्छ 1 बजीतिर, अनि त्यसपछि हाम्रो कीर्तनहरू सब सुरु हुन्छ। देखते रहिए आगे आगे क्या होता है, हम दिखाते रहेंगे आप लोगों को। चलो ठीक है, मंदिर चलते हैं, फिर मंदिर में जाकर के भन्छ हिन्दीबाट मिलते हैं, मंदिर में जाकर मिलते हैं। बाय बाय। साथी आज हरिनामको सब्जीहरू यति हो, कति थोरै देखाएर उठाउँदाखेरि पागल भएको थियो। अनि आधी सब्जी चाहिँ माथि कटिङहरू हुँदैछ। यो त यहाँ झुन्डाएर छु मैले, किनभने जब ब्याग कहाँ बिर्छु भने त यहाँ झुन्डाएर राखेको रहेछ। फर्सीको मुन्टा गर्मी भयो, जब ब्याग त बाहिर छोडेर गएको रहेछ होइन। हाम्रो हुनुहुन्छ यहाँनिर प्रपात हुनुहुन्छ, तुलसी महारानी हुनुहुन्छ यहाँनिर द्वितीयहरू हुनुहुन्छ, राधा गोविन्द हरि जगन्नाथ बलदेव सुभद्रामाई हुनुहुन्छ, गौरानी देवी हुनुहुन्छ, अनि राधा गोविन्द हरि नै हो। अनि शालिग्राम हुनुहुन्छ, हाम्रो श्रीराम हुनुहुन्छ, पञ्चतत्व हुनुहुन्छ, नरसिंहदेव हुनुहुन्छ, शिवप्रपात हुनुहुन्छ, अनि त्यसपछि के भन्छ अरे गुरुहरू हुनुहुन्छ, अनि गोस्वामीहरू हुनुहुन्छ हाम्रो यहाँ। अनि यस त्यति हो। ये हरिनाम का हलवा प्रसाद है, अब हम इसे खाएंगे। अघि नै खाएको हो मैले, तर फेरि एकचोटि खान चाहन्छु, अनि त्यही भएर म खान्छु। नयाँ हाम्रो नयाँ हुनुहुन्छ गौरी, त्यही पहिला हाम्रो यता हुनुहुन्थ्यो नि त 2 जना, अहिले फेरि 2 जना सानो पनि लिटल थपिनु भएको छ। वाह 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 वाह, कस्तो राम्रो। यति मैले उहाँलाई भर्खर लिएर आएको है, उहाँ गएर भिआइपी फ्यान सबजना घरबाट लिएर आउनुपर्छ। कहीँ तिलक मेटेको अवस्था, फेरि त्यही भएर हामी फिर से तिलक लगा रहे हैं। उधर प्रभु जी तिलक बना रहे हैं और हम इधर लगाएंगे, ठीक है गाइस। उहाँले लगाइरहनु भएको थियो होइन, उहाँले गर्दा मेरो सुक्यो, मैले फेरि मेट्नु पऱ्यो, म फेरि ल्याउनु पर्ने हुन्छ। तिलक 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 प्रभु जी पछाडि हुनुहुन्छ हेरन्दा हो रहा है, और अभी भी तिलक नहीं मिल रहा है वहाँ का। पहले एक बारी में मिलता था, आज क्या हो गया था पता ही नहीं। गाइस अहिले चाहिँ हामी अहिले पछि कीर्तन गाउनलाई चाहिँ प्र्याक्टिस गर्दैछु। अहिले पछि बिचमा के पनि नबिग्रोस् भनेर सबैजना हुनुहुन्छ यहाँनिर। हेलो माताजी, हेलो हरे कृष्ण, हरे कृष्ण है भन्नुभयो, हरे कृष्ण हरे कृष्ण हरे कृष्ण।
बजाते हैं लोग 3-4 घंटा नॉन, हमारा एक छिन हाथ बजाए और हमारा हाथ इतना लाल लाल पड़ गया है। कैसे ये करके 4 घंटा तक कैसे करते हो? हरे कृष्णा सब लोगों को जो ये जैम्बे बजाता है इधर आ गया, मृदंग बजाते हैं 4-5 घंटा सीधा, वो हाथ क्या होता है आपका लाल लाल होकर रगत आ जाता है। हमारा भी करताल बजा कर किधर किधर घाव हो गया है इधर इधर। अनुवर्तते यद् यद् आचरति श्रेष्ठाः। अब यहाँ कुकिङको स्टार्ट हुन लागेको छ। मैले सेवा पाएको भने चाहिँ यहाँनिर बडालीको सेवा पाएको छु। अब म खरङ लाएर बडाल्छु ल। गाइस अभी हमारा दूसरा सेवा शुरू हो चुका है और वो क्या सेवा है आप लोग जानते हो। हमारा के भन्छ है खिरौला है ना, खिरौला है लौका, ये लौका छीलने का है। इधर एक लड़का प्रभु जी छील रहा है, 2 माता जी इधर खौरे रहा है, हम भी इधर छील रहा है और ये क्लास स्किप करके इधर आके चला के जैसा कर रहा है बाहर ना करके। गाइस अभी प्रसाद पाक रहा है इधर, पक रहा है इधर। हमारा शुभम प्रभु उधर घिरौला खिला रहा है, उधर खिला रहे हैं लौका खिला रहे हैं। इधर सब्जी बन रहा है और आज का सब्जी है रोमाइलो कंटेंट। आज का सब्जी है बिरयानी, वेज बिरयानी इधर बन रहा है। करके हम लोग खाएंगे और ये राय का साग वो डुक्कू होता है ना, डुक्कू, हाँ वो डुक्कू के संग से हम आज बिरयानी खाएंगे। सब लोग इधर कड़े से कड़े मेहनत कर रहे हैं। इधर ये माता जी कल जा रहे हैं घर। बाय बाय। सेवा खतरा भएको छ है, क्लासमा नि म बसेको छैन। अनि माला जपेर यहाँ प्रभुजीले फेरि थाहा नरहेछन् होइन, मेरो माला लिएर आफू जप गरेछन्, आफ्नो माला चाहिँ अर्काको लगाइदिएर सेवा गर्ने। तर यो सेवा चाहिँ तपाईँ त अफर गराएन है? मेरो त्यो सुरुमा अफर गरायो माथि गराएको छ होइन, त्यही भएर त्यसो मिल्दैन। सरी हरे कृष्णा 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 हरे हरे, हरे राम 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 हरे हरे, हरे कृष्णा 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 हरे हरे, हरे राम राम हरे हरे, हरे कृष्णा कृष्णा कृष्णा। जीवनमा धेरै घटनाहरू भोगेर आएको हुन्छ नि त अहिलेसम्म हुँदाखेरि पनि। अनि त्यसपछि त्यो कुराहरू चाहिँ अब ग्रेटफुल चाहिँ हुन्छ होइन। अब त्यस्तो त्यो घटना भए तापनि तर त्योभन्दा अझै नराम्रो घटनाहरू पनि त भएको हुन्छ नि त मान्छेलाई। सो त्यसमा कमी गर्छ मलाई त कमसेकम त्योसम्म चाहिँ भएन भनेर त्यसको पनि ग्रेटफुल हुन्छ नि त कहिले बेला होइन। त्यही त ग्रेटफुल त हुन्छ होइन। अनि त्यसपछि कोही कोही बेला चाहिँ त्यो कुराहरू बिर्सिसकेको हुन्छ होइन, तर कोही कोही बेला चाहिँ एक्कासी माइन्डमा आएर पुरै हिट भएर आफूलाई त्यो कन्ट्रोल गर्ने गाह्रो हुन्छ है। त्यस्तो बेला चाहिँ के सेयर how to manage our lifestyles. Lifestyle manage
आरती हेरेर एकछिन निस्केर आएको मार्ग अब आरती हेरेर एकछिन निस्केर आएको ए ग्यास्ट्रिक भइसक्यो यार म त कुर्कुमा यसमा खानुहुन्छ कि यसमा यसमै हुन्छ के चाहिँ आज धेरै खाइन होला भेराइटी ए त्यो दिन हाम्रो दही साई पनि छ अलिकति पोख्नु डालो प्रभु डालो एउटा अल्टा बाहुबली बाहुबली धन्यवाद मिठो छ आज साँच्ची हो আমার तर्से हेर्ने छिटो बस्यो भनेर के प्रभु आज वाह वाह गइनी हो छैन ए भनेपछि आने यहाँ मिठो मिठो छ एकदम कस्तो मिठो लौका हो लौका मिठो आज गाइस एकदम मिठो प्रसाद है बिरयानी खान पाहा धेरै पछि समयपछि बिरयानी मिठो पहनेछु फेरि भेज बिरयानी हो भेज बिरयानी भेज त नि यहाँ त के हुन्छ होला Good. Ngayon na यो प्रसाद देख्नु भइरह्यो नि तपाईँले प्रसाद यो भेज बिरयानी हो यहाँ साग छ लौकाको हलुवा गाजरको हलुवा टमाटरको अचार यति मिठो छ अब चाहिँ हामी जान लाग्यो भने भगवानलाई दण्डवट गर्नुपर्छ फर्स्टमा त्यो एउटा त्यसपछि चाहिँ सेकेन्डमा हामी प्रभुपादलाई चाहिँ प्रणाम गर्छौँ विष्णुपादाय कृष्णपिताय भूतले श्रीमती भक्तिवेदान्त स्वामिने इति नामिने नमस्ते सरस्वती देवी गौरहर प्रचारिणे विष्णुदिनवारी पशुचारिणे सपादकी जय आउँदै अलि रामसिंह जानु होला है अनि कस्तो लाग्यो मलाई भेटेर यहाँ आएर चिनेर तपाईलाई भेटेर यहाँ सबैले भेटेर लाग्छ कि आफ्नै मान्छे हो कुनै म चाहिँ कस्तो लाग्यो यस्तो फनी छु कि कस्तो छु मान्छे फनी हुनुहुन्छ एकदम राम्रो हुनुहुन्छ ल अब यसो राम्रोसँग पढ्नु रामसिंह अझै पढ्नु आउनु बेला बेलामा यहाँनिर त्यही होला हरे कृष्ण बाई बाई हरि बोल बाई हरे कृष्ण लगाएको आइज हामी बाई बाई अब चाहिँ चल्दिउँ होइन बिचरा माताजी यहाँनिर +2 2 वर्ष यहीँ पढ्नु भयो नि त अनि अब चाहिँ उहाँ ब्याचलर चाहिँ उता उहाँ चाहिँ आफ्नै घरमा गर्नुहुन्छ अरे सो त्यही भएर चाहिँ अब हामी निस्केको अघि एकजना हाम्रो प्रभुजी भेट्नु भएको थियो होइन म त तपाईँ यहाँ त यहाँ आउनु भने म त तर्से के गर्यो होला लास्टमा चाहिँ उहाँले भिडियो हेर्नु हुँदो रहेछ दुबईबाट त्यसको लागि धेरै धेरै धन्यवाद प्रभुजी अनि चाँडै अब स्याटरडे फेस्टिभल आउनु होला हाम्रो प्रणामी मन्दिर पछि चाहिँ अब अर्को भिडियोमा चाहिँ भित्र गएर दर्शन गरौँ ल अहिले चाहिँ यहीँबाट जाऊँ ल अनि आजको दिन एकदम रमाइलो भयो होइन कीर्तन पनि राम्रो सुनेको थियो प्लस आरती पनि राम्रो भएको थियो होइन माथि थियो क्लासमा आरती हुने बेला चाहिँ क्लास भइरहेको थियो अनि सबै कुराको लागि चाहिँ एकदम आज आनन्द आयो अब घरमा गएर बस्ने त केही पनि छैन सो यति भन्दै सी यू गाइज इन द नेक्स्ट भिडियो हरे कृष्ण श्री प्रभुपाद की जय